What's up guys, welcome to our new vlog. अनि आज चाहिँ हामी दानाबारी जाँदैछौँ हैन। मसँग चाहिँ मेरो प्यारो भाइ जोसेफ भाइ छ। जहिले पनि मसँग हुन्छ, कहिले पनि नछोड्ने भयो मलाई। गाह्रो छ। बाबा पनि आउँदै हुनुहुन्छ। Hello, how are you? I am under the water. Please help me. Here too much raining. हेलो भन्दिन। अब भर्खरै हैन बट्टा कोइन्सिडेन्स त भर्खरै जानुभयो। तर हामी केही काम बिगार्नु गएको हैन, घरमा सोधेर गएको, त्यही भएर हामीलाई डरै छैन हैन। हामी घुम्नु गएको केही छैन। अब चाहिँ हामी जाँदैछौँ अनि अब हामी भेनाहरूको हाम्रो निरज भेनाहरूकोमा पुगेर हामी तपाईँहरूलाई देखाउनेछौँ है त। त्यहाँ पुगेर हामी के गर्दैछौँ भनेर अनि ढिलो भइसक्यो। डाइरेक्ट अब हामी भेनाहरूकोमा पुग्नेछौँ है त। ल त्यहीँ भेटौँ है त गाइज। अब चाहिँ हामी भेनाहरूकोमा पुग्न आँटेको छौँ अनि ट्याक्क बाटोमा हिँड्दै गर्दा तपाईँहरूलाई त्यहाँ हामीले देखेको कुरा देखाउनु मन लाग्यो। आज चाहिँ आज जाने ठाउँ चाहिँ यो माथिको डाँडा हो अनि हामी अहिले यहाँ छौँ। हामी जानुपर्ने त्यहाँ माथि छ। यो चाहिँ जोसेफ भाइ छ अनि अब हामी जाँदैछौँ। ल गाइस फेरि भेटौँ है एकछिन। हामीहरू चाहिँ अब भेनाकोमा पुगिसकेको छौँ अनि यहाँ हाम्रो दिदीले हाम्रो लागि मासु तयार गर्दै हुनुहुन्छ अनि यहाँ स्टोर पनि छ। हेलो भन्नु न। हेलो। अस्ति चक्लेट पाएको होइन? हेर्न सक्नुहुनेछ भएको लागि मासु पाक्दै तयार हुँदैछ। पाएको त माथि नै पाक्छ। अब यहाँ बाहिर हाम्रो जाने टोलीहरू आज जाने टोलीहरू भेना चाहिँ रेडी हुन जानुभएको छ अनि म भइहालेँ। ल एकछिन पछि फेरि भेटौँ है त। अब यहाँ हाम्रो भेना घरमा काम चाहिँ सकिसक्यो। अब हामी दानाबारीतिर प्रस्थान हुँदैछौँ। ल बाई बाई दिदी, टाटा बाई। यस्तो टाटा। हामी चाहिँ जाँदैछौँ। दिदीहरू जानु पाउनु भएन। हा 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 जानु पाउनु भएन। ल अब हामी चाहिँ जाँदैछौँ। तपाईँहरूलाई हामी बिचमा के हुन्छ कस्तो हुन्छ भन्ने कुराहरू देखाउने नै छौँ। ल हेर्दै गर्नलाई त गाइस। हाम्रो दानाबारी जाने यात्राको क्रममा छौँ हामी। अहिले अलिक जाडो महिनामा पनि गर्मीको महसुस गरिरहेको छौँ। यो हाम्रो पञ्चकन्या मन्दिर, तर यो अर्कै पञ्चकन्या मन्दिर हो। अनि भाइ कस्तो लागिरहेछ त्यो तिमीलाई भनिदेऊ न त। राम्रो लागिरहेछ, थाकिरहेछु, गर्मी पनि लागिरहेछ। अझै हाम्रो यात्रा कति टाढा छ। हामी जाने डाँडा ऊ माथिको डाँडा हो अनि हामी भर्खर यहाँ छौँ। जानुपर्ने यहाँ छौँ अनि अहिले हाम्रो 11 बजिसकेको छ। हामी जाँदै नै छौँ। अब त्यहाँ पुग्नु छ, सेकुवा बनाउनु छ, पोलेर खानु पनि छ, बाटोमा के भयो रमाइलो पनि गर्नु छ। अझै टाइम धेरै छ, गाह्रो छ। गाइजहरू हेर्दै गर्नु होला होइन तपाईँ। स्टे ट्युन फर द्याट भिडियो, मोर फन। सब्स्क्राइब पनि गर्दै गर्नु होला हामीलाई। एकचोटि मात्र गर्नुहुन्छ भाइ। अरू नयाँ भ्युअरहरूले चाहिँ नयाँ भ्युअरहरूले चाहिँ लाइक गर्ने, कमेन्ट पनि गरिदिनु होला जतिजनाले हेर्नुहुँदैछ। कसले हेर्दैछ भन्ने कुरा थाहा नै हुँदैन कि। अनि त्यही भएर कमेन्ट गर्नु भने हामीलाई थाहा हुन्छ कसले हेर्दैछ। हामीले सेयर गरेको साथीहरूले हेरेको छ कि छैन भनेर रिप्लाई गरिदिन्छ। हाम्रो 44 सब्स्क्राइब भयो भने एटिट्युड छैन जिरो एटिट्युड होइन। लेट्स गो गाइस। हामीले आफ्नो रुट्सहरू बिर्सेको छैन। 44 सब्सक्राइबर भयो पनि। ए अहिले भाइ 47 भएको छ हाम्रो। 47 अफ द एटिट्युड। ये बिक गई है गवर्नमेंट। अब गवर्नमेंट में कुछ नहीं है।
गाइस हामीहरू चाहिँ लगभग आधी बाटो आइसकेको छौँ अनि आधी बाटोमै तपाईँहरू भ्यू हेर्न सक्नुहुनेछ हामी चाहिँ अलिकति गलेको अवस्थामा छौँ पसिनाहरू अलिअलि आइरहेछ तर जुन यो भ्यू छ अनि जुन यो एक्सपिरियन्स छ इट्स टोटली वर्थ इट गाइज अहिलेसम्म दामी नै भइरहेछ अनि हामी अझै रमाइलो गर्ने नै छौँ अझ मेन रमाइलो त बाँकी नै छ अहिले त जस्ट हिँड्ने मात्रै आएको छौँ गफहरू गरिरहेको छौँ दाजुभाइहरू अनि एकदम रमाइलो गफहरू गइरहेछ यस तपाईँहरू के सुनाउनु भनेर तपाईँहरूले बुझ्नुहुन्न गफ बुझ्नुहुन्न त्यही भएर गफ नसुनाएको गाइज अहिले चाहिँ हामी हिँड्दैछौँ अनि हामी पुग्नु पर्ने चाहिँ यहाँ हो हामी अहिले कहाँ छौँ यहाँ छौँ अब हामीले लगभग 1 घन्टा अझै हिँड्नु बाँकी नै छ अनि फुलहरू वा फुलहरू सबै झारपातो टोलीहरू हिँड्दैछ यस भाइ ए ये हामीले आइसक्रिम खाने भनेको तर दोकान नै नपाएर दोकान पाएकोमा पनि आइसक्रिम नपाएर हामी पानीमा गुजारा गरिराख्नु परिरहेको छ तिमीले भ्यू छेकिरहेछौ भाइ नराम्रो भ्यूले राम्रो भ्यू छेकिरहेछौ क्या इतना बुरा हूँ मैं माँ चौचौ ब्रेकमा छौँ अब यो चौचौ खाएर फेरि एनर्जी लिएर हामी फेरि यात्रातर्फ लाग्ने नै छौँ अनि हेर्न सक्नुहुनेछ पुस महिनाको जाडोमा भेना सेन्डुमी हुन्छ यसको मतलब हामीलाई जाडो भएको होइन कि हामीलाई गर्मी भएको हो धेरै गर्मी भइरहेछ आज पसिना अब्बा निक्लिरहेछ अनि हामी चौचौ खान आँटेको छौँ जसै भाइ कस्तो छ हाल खबर घरमा अन्तिम क्षणमा छु गाइस तपाईहरुलाई एउटा कुरा देखाउन चाहन्छु हामीले चाहिँ यो भर्खरै चक्लेट भेटेको होइन मैले भन्दा पनि जोसे भाइले भेटेको अनि हामीलाई थाहा छैन यो के हो होइन चक्लेट हो त्यो त थाहा छ तर के हो होइन अब कसको एक्सपायर भएर फ्यालेको कि के गर्छ हामीलाई के थाहा छ बा भरे बियोसको दबाई हालेर पनि राखेको हुनसक्छ तर हामीलाई बाहिर हामी त खाइदिने हामी त खाइदिने जे पनि हुनसक्छ होइन यो भ्लग आयो भने हामीलाई केही भएको छैन भनेर बुझ्नु होला भ्लग आयो हुन सकेन भने तपाईँलाई थाहा पनि हुँदैन त्यही पनि अब बुझ्नु होला मिलाएर बुझ्नु अब हामी खानेछौँ ल खाएको देखाउने छौँ ल भाइ खोला त उद्घाटन गर यसो सुँग भाइ एक्सपायर भएको बियोसको दबाई हालेको त्यो पोइजन सोइजन सुरुमा तिमी खाने कि के हो
Oh shit. तपाईहरुले पछाडि देख्दै हुन्छ कि हुनुहुन्न मलाई थाहा छैन तर म चाहिँ देख्दैछु यस्तो दामी भ्यू छ नि इट्स टोटली वर्थ इट जति हामी हिँड्दैछौँ होइन जति हामीले एनर्जी वेस्ट गरिरहेको छौँ होइन अनि जति हाम्रो खुट्टाहरू दुखिरहेछ तर जुन भ्यू देखिँदैछ नि इट्स टोटली वर्थ इट के गाइस तपाईहरु पनि एकचोटि आउनै पर्छ होइन के छ जसो हो यहाँ त आउनु यहाँ कि रमाइलो भएर छ तर खासमा चाहिँ कुरा के भने नि हामी मात्र किन दुखाइछन् तिमीहरू पनि छ भने क्या दुखाइ त्यो दुखाइ घरमा सुतेर हेरिरहेको होला मेहनत गर पढाइ लेखाइ गर आइएस वाइएस भन देश की सेवा गर क्या हामीले के गर्छ के जस्ट इन्जोय द भ्लग ल हेर्दै गर्नु होला भन त बाबु तिमीलाई कस्तो भइरहेछ एकदम स्याड छ बिचरा पनि हिँड्दा गलिरहेछ केही बोल्नै सकेको छैन बिचरा तर भ्यू चाहिँ दामी नै छ मोबाइलमा त्यो धुममा देखिरहेको एउटा नामको उच्चारण गर्नु यो धरतीमा थाहा भयो स्वर्ग के हो चारैतिर बगी हिँडे यो हावा जस्तै हल्का भयो चित्त मेरो सो अहिले चाहिँ हामी फाइनली झुप्पे डाँडा चाहिँ आइपुगेको छौँ यहाँ हेर्न सक्नुहुन्छ यो पहाड हो र यहाँ चाहिँ युवराज दाइ हुन्छ बेनाहरूले चाहिँ हामीलाई छोडिसक्नु भएछ हामी रमाला दिदीलाई चाहिँ पक्का भनिदिँदैछौँ यो कुरा हामीलाई छोडिदिनु भएको सो अहिले चाहिँ हामी चाहिँ हिँडेर यता आइपुगेको छौँ त्यहाँ देख्न सक्नुहुन्छ त्यही हाम्रो त्यो झन्डा भएको ठाउँ डेस्टिनेसन र म बेनाहरू चाहिँ उता हुन्छ दुइटै खाने अरे हाम्रो साथी एकजना हुँदैछ गाइस अहिले चाहिँ हामीहरू होइन चिसो खाएर यहाँ दोकानमा आन्टीको दोकानमा चिसो खाएर हामी चाहिँ अब फेरि हाम्रो गन्तव्यमा हामी फेरि प्रस्थान हुन आँटेको छौँ सबै कुरा यहाँ अब त्यहाँ हामीले खानेकुराहरू चिसोहरू फेरि चिसोहरू अनि अरू ढुङ्ग्री चिप्सहरू चौचौहरू हामीले किनिसकेको छौँ यहाँबाट अनि आन्टीले हामीलाई धेरै हेल्प गर्नुभएको छ यो ग्लासहरू पनि दिइराख्नु भएको छ अनि आमासँग जोसे भाइ छ अनि भेना यहाँ गिटारमा ल भेना एउटा गीत दामी सुनाइदिनु त ल मासुको स्वाद साह्रै मिठो सबैले चाखेपछि पानी आउने मुखमा थुक आउने ल यो गीत चाहिँ हर्का साम्बाङबाट इन्सपायर्ड है # हर्का साम्बाङ होइन यहाँ हामीसँग विवेक पनि छ अनि गाइज हेर्नु सक्नुहुनेछ तपाईँहरू हामीहरूले चाहिँ सपिङहरू गरेर होइन आन्टीले हामीलाई एकदमै सामानहरू यस्तो धेरै दिनुभएको छ एकदम सस्तोमा होइन तपाईँहरू पनि दानाबारी आउनु हुँदाखेरि यो दोकानमा होइन भिजिट गर्न सक्नुहुनेछ ट्याक्क यहाँ रिजोर्ट आउनुभन्दा अगाडिको दोकान हो यो होइन एकदमै आन्टी एकदम फ्रेन्डली पनि हुनुहुन्छ अनि हामीलाई धेरै सामानहरू लगभग त्यत्तिकै नै दिनुभयो भन्दा पनि हुन्छ सो तपाईँहरू पनि यदि दानाबारी आउनु भने आन्टीकोमा प्लिज भिजिट गर्नु होला अनि हामी चाहिँ अब लगभग पुग्नै आँटिसक्यौँ अब थोरै मात्र यात्रा बाँकी छ अनि हाम्रो गन्तव्यमा आउनेछौँ हामी अनि तपाईँहरूलाई अब हामी त्यही भेट्नेछौँ है त गाइस हेर्दै गर्दै हुनुहुन्छ मलाई थाहा छ
गाइस दिस इज दानाबारी अनि हामी अझै अलिकति पर जाँदैछौँ फर बेटर भ्यू होइन। तर आज त्यो घाम र त्यो धुम्म भएकोले गर्दाखेरि भ्यू चाहिँ त्यति राम्रो देखेको छैन, तर दामी चाहिँ दामी नै देखेको छ है। पुगिहाल्छ नि त्यही त नि मान्छेहरू लकडाउनले के गर। गाइस यो चाहिँ बेरेटार अनि हामी यहाँ छौँ, लगभग हामी बेरेटा र हामी एउटै हाइटमा छौँ। चिलेर चाहिँ त्यहाँ उठ्दैछ अनि घाम चाहिँ क्लियर लागेको छ। अनि जोसेफ भाइ यहीँ छ अनि म त छँदैछु। ल जाँदैछौँ हामी। सो गाइस अब चाहिँ हामी हाम्रो गन्तव्यमा फाइनली पुगिसक्यौँ। अनि हाम्रो चाहिँ अब तयारीहरू पनि सुरु भइसकेको छ। सुब्बा पोल्नलाई हाम्रो विवेकले चाहिँ तयारी गर्दैछ अनि जोसेफ भाइ शीतल ताप्दैछ अनि भेना हुनुहुन्छ। भेना पनि अब हाम्रो भेना पनि भ्लग बनाउनु तयारीमा हुनुहुन्छ। हाम्रो भेना चाहिँ हाम्रो प्रोफेसनल भएर हामीहरू चाहिँ भर्खर उम्रिँदै गरेको 3 पाते भर्खर बच्चा होइन, भर्खर पहिला के भन्छ बामे चल्न सिक्दैछौँ। भेना चाहिँ खतरा भ्लगर हो होइन। अनि गाइजहरू जसले भेनाको च्यानल हेर्नु भएको छैन तपाईँहरू गएर चेकआउट गर्न सक्नुहुनेछ। अनि भेनाको च्यानल चाहिँ हामी डिस्क्रिप्सनमा राखिदिन्छौँ अनि डिस्क्रिप्सनमा राखिदिन्छौँ। अनि भेनाको च्यानलको नाम चाहिँ के छ भेना तपाईँ आफै भन्नु नि त। निरज घले गुरुङ नामै त्यही छ है। ल हाम्रो भेनाको नाम पनि त्यही हो अनि भेनाको च्यानलको नाम पनि त्यही हो। अनि तपाईँहरू गएर प्लिज गाइस सब्सक्राइब गरिदिनु होला हाम्रो भेनालाई। प्रभुको प्रशंसा हुनुपर्छ, प्रशंसा गर उनका सबै सेवकहरू हो, उनको नामको प्रशंसा, उनको नामलाई धन्यको हो सधैँदेखि सदा सर्वदा। सूर्योदयदेखि हालेलुया सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ। Praise the Lord. गर्दै गर्दै जा पछि नहटाऊ, क्रुसको झन्डा काँधमा लिई अघि बढ्दै जाऊ, बढ्दै जाऊ पछि नहटाऊ, क्रुसको झन्डा काँधमा लिई अघि बढ्दै जाऊ। अहिले चाहिँ बियर फुटाउँछ होइन त्यो के भन्छ हाम्रो ड्यु छ नि च्याम्पियन फुटाउँछ क्या हामी चाहिँ 14 फुटाउनु पर्छ त। मासुको बर्थडे आज मेरो जन्मदिनको उपलक्ष्यमा आज केकको साटो चाहिँ हामी आज मासु काटेर मेरो प्यारो भाइहरूलाई अनि खुवाउनु लागिरहेको छु। अनि यो चाहिँ स्वाचेको मासु भने यसमाथि हाम्रो अचार हुन्छ। हाम्रो यो केक एकदम रेडी भइसकेको छ। 1 2 काट होइन काटौँ। ह्याप्पी बर्थडे Action. खोज्दैछु चढेका सपनालाई बुझाउन खोज्दैछु मरेका सलाई भन्दैछौ तिमी भन्दै बस्नु है तिमी होला त अडाउने हो मलाई
जित्नेछु किन निराश छौ किन उदास छौ निश्चय हामीले नै संसारलाई जित्नेछौँ मासुको अचार कति मिठो मिठो सबैले बनाना कोखाइ जो चेपकाइ खाइ नसकेर अब्बर गाह्रो भइरहेछ तर के गर्नु सकाउनै पर्नेछ फेरि बोकेर त लानु त के लानु होइन 4 जनाले 2.5 केजी पनि मासु सकेन भने त के मजा भएन नि तर गाइस सनसेट बब्बाल देखिरहेछ सो गाइस हामी चाहिँ अब फर्किँदैछौँ अनि हामीले चाहिँ सबै कुराहरू त्यहाँ सबै फोहोर मैलाहरू टुङ्गोमा राखेर अनि आगोहरू निभाएर हामी चाहिँ अब फर्किने क्रममा छौँ अनि हाम्रो आजको एकदम रमाइलो भयो तपाईँहरूलाई अझै भ्यूहरू त देखाउनु बाँकी नै छ होइन मेन भ्यूहरू आज त्यति साह्रो देख्नु पाएन किनकि दिन एकदम धुम्मिएको थियो तर एकदम रमाइलो भयो सिक्वाहरू पनि एकदम मिठो भयो है एकदम मिठो थियो तलको भ्यू पनि देखाइदिएको हल्का यस अब धरानमा लाइटहरू बल्न थाल्दैछ भर्खर आजको दिन धुम्मा भएले केही खासै देखेको छैन तर दामी भयो अब हामी फर्किँदैछौँ ल हुन्छ आन्टी जोसी धन्यवाद आन्टी गाइज यो होटल चाहिँ चेकआउट गर्नै पर्छ तपाईँहरूले एकदम फ्रेन्डली हुनुहुन्छ एकदम राम्रो सर्भिस अब चाहिँ हामी लाग्यौँ यो कस्तो डिजाइनले बनाइदिएको दामी छ जिरोबाट उठाउँछ यो टक्क पिलर बाहिर ओभर दामी बनेको छ यो स्टाइलले बनाउनु खोजेको रहेछ यहाँ पनि दामी खाना खाने नास्ता खाने ठाउँ दामी भयो रहेछ रेस्टुरेन्ट ल गाइस अब हामी चाहिँ फर्किँदैछौँ विवेक आजको एक्सपिरियन्स कस्तो भयो भनिदिउँ एकदम बब्बाल 4 जना आएको 10 जना आएको जस्तो भइरहेछ होइन एउटाले के भन्छ अर्कोले के भन्छ होइन खिच्चा भेला भएर इन्जोय गरेर हामी फर्किँदैछौँ ल ओभरअल रमाइलो भयो ल जसै बाई तिमीलाई कस्तो लाग्यो आजको झुपेडाँडाको यात्रा चाहिँ एकदम राम्रो थियो त्यो अलिकति घामले चाहिँ डिस्टर्ब गर्यो र अरू त सबै कुरा राम्रो थियो मासु पनि राम्रो थियो एकदम दामी थियो तर ओभरअल चाहिँ मजा बिना कस्तो भयो तपाईँलाई एकदम दामी भयो है अनि एकदम रमाइलो एकदम धेरै नै आनन्द पनि भयो अनि सबै कुरा ठिक थियो त्यसै पनि सबै कुरा ठिक भाइहरू पनि ठिक समय पनि ठिक दामी भयो आजको चाहिँ हाम्रो टुर हाम्रो घुमाइ एकदम रमाइलो भयो गाइस यो हो नि त हामीले भ्यू पर्खेको एकदम दामी छ दिस इज आवर धरान हाम्रो धरान राम्रो धरान ल गाइस हाम्रो आज घुमघाम चाहिँ आज सकिएको छ हाम्रो घुमघामको अन्त्य भएको छ अनि आई होप तपाईँहरूलाई भ्लग एकदमै राम्रो लाग्यो होला
यदि तपाईँले हेर्नुभएको छ भने अवश्य पनि तपाईँलाई राम्रो लाग्छ किनकि ब्लग कसले गरेको हामीले गरेको होइन हामी भए त्यसै राम्रो भइहाल्छ अनि अन्त्यमा के भन्न चाहन्छु भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो ब्लग हेरिदिनु भयो अनि यसरी नै माया गरिदिनु होला यसरी नै सब्सक्राइब कमेन्ट लाइक अनि सेयर गरिदिराख्नु होला तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ हामी अब फेरि पनि अर्को ब्लगमा हामी भेट्ने नै छ त्यतिसम्म टिल देन बी ह्याप्पी बी सेफ बाई बाई गाइस I got so motherfucking design on right now. Bring it down,